वेलकम गाइज, फेरि तपाईँलाई स्वागत छ एउटा नयाँ भिडियोमा। आज चाहिँ हामी कम्प्युटरको बेसिक्स पढ्न गइरहेका छौँ र यो चाहिँ एउटा रियल लाइफ इक्जाम्पलसँगै हामी बुझ्न गइरहेका छौँ। रियल लाइफ इक्जाम्पलहरू दिएर म बुझाउने छु र हजुरहरूले पनि बुझ्ने ट्राई गर्नु होला, किनभने यो एकदमै इजी छ र यो फन टु लर्न पनि छ। यो भिडियोमा चाहिँ मैले थुप्रै मेहनत पनि गरेको छु, सो प्लिज स्टिक इन्टु इट एन्ड इट इज अल्सो फन। र फर्स्ट अफ अल यसको डेफिनेसन जानौँ। वाट इज अ कम्प्युटर? A computer is a machine that can store, process and share information. We use computer every day for watching videos, playing games, chatting with friends or doing homeworks. भन्नु साथै कम्प्युटर भनेको एउटा यस्तो मेसिन हो जुनमा चाहिँ हामीले स्टोर, प्रोसेस र इन्फर्मेसनहरू सेयर गर्न मिल्छ एउटा कम्प्युटरदेखि अर्को कम्प्युटरसम्म। र यो हामी दिनकै पनि युज गरिराखेको हुन्छौँ, जस्तै भिडियोहरू हेर्न, नयाँ गेमहरू खेल्न, च्याट गर्नलाई, साथीभाइहरूसँग, रिलेटिभ्सहरूसँग च्याट गर्नलाई, अथवा हामी फेस टु फेस पनि गरिरहेका हुन्छौँ, भिडियो कल्सहरू गरिरहेका हुन्छौँ। सो हामी होमवर्क पनि गरिरहेका हुन्छौँ, एसाइनमेन्ट्सहरू पनि गरिरहेका हुन्छौँ इफ यु आर स्पेसल्ली रिडिङ इन स्कुल एन्ड कलेजेस। सो यसको रियल लाइफ इक्जाम्पल चाहिँ थिङ्क अफ अ कम्प्युटर लाइक अ स्मार्ट एसिस्टेन्ट द्याट क्यान डु मेनी टास्क इफ यु गिभ इट द राइट इन्स्ट्रक्सन। कम्प्युटरलाई यसरी सम्झिनुहोस् कि कम्प्युटर भनेको एउटा यस्तो मेसिन हो जुनलाई चाहिँ हजुरहरूले आफ्नो एसिस्टेन्ट, जुनले चाहिँ तपाईँलाई जस्तो स्थितिमा पनि हेल्प गर्छ। जस्तै कुनै पनि होमवर्कहरू गर्नु पऱ्यो, कुनै पनि टास्कहरू गर्नु पऱ्यो भने हजुरले कम्प्युटरलाई सोध्न नि मिल्छ र कम्प्युटरले गरिदिन्छ पनि। र तपाईँले यदि राम्रो इन्स्ट्रक्सन दिनुभयो भने, राइट इन्स्ट्रक्सन दिनुभयो भने त्यसले आफैले गरिदिन्छ अनि तपाईँलाई दिन्छ पनि। सो नाउ लेट्स गो टु द एनदर पार्ट, मेन पार्ट अफ अ कम्प्युटर, CPU भनेको सबैलाई थाहा नै छ होला। CPU भनेको सेन्ट्रल प्रोसेसिङ युनिट, द ब्रेन अफ द कम्प्युटर। द ब्रेन अफ द कम्प्युटर इज कल्ड CPU। किन ब्रेन अफ द कम्प्युटर त? किनभने यसमा चाहिँ हाम्रो सबै फङ्सन हुन्छ। CPU भनेको सानो चिप हुन्छ, i3, i9, i5, त्यो चिपलाई चाहिँ हामीले CPU भन्छौँ। माइक्रो प्रोसेसर चाहिँ CPU हो। ऱ्याम लाइक सर्ट टर्म मेमोरी, कुनै पनि हामीलाई रिजल्ट दिँदाखेरि प्रोसेसिङ गर्ने बेलाको समयमा, कुनै पनि हाम्रो प्रोसेसिङ गर्ने समयमा कुनै पनि कुरा स्टोर गर्नुपर्ने छ भने ऱ्याममा बस्छ। हार्ड ड्राइभ लङ टर्म मेमोरी हो। हार्ड ड्राइभ भनेको हार्ड ड्राइभमा लङ टर्मसम्म बस्छ। मदरबोर्ड लाइक द बडी द्याट कनेक्ट्स एभ्रिथिङ। मदरबोर्डमा सबै कनेक्ट हुन्छ, CPU, GPU सबै। ग्राफिक कार्ड्स चाहिँ कनेक्ट हुँदैन, अरू सबै कनेक्ट हुन्छ, जस्तै वायर्सहरू पनि कनेक्ट त्यहीँ गर्ने हो। र मदरबोर्ड चाहिँ एकदमै इम्पोर्टेन्ट कम्पोनेन्ट हो। विदाउट CPU एन्ड मदरबोर्ड, ऱ्याम, हार्ड ड्राइभ, कम्प्युटर केही पनि होइन। यो चारवटा कुरा बिना कम्प्युटर केही पनि होइन, चल्दैन। कम्प्युटरको स्क्रिनै खोल्दैन। अब जाउँ नेक्स्ट स्लाइडमा, जुन चाहिँ रहेको छ अपरेटिङ सिस्टम है। अपरेटिङ सिस्टम एन्ड OS इज द सफ्टवेयर द्याट रन्स द कम्प्युटर एन्ड हेल्प अस युज इट इजिली। OS भनेको त हामीले जस्तै विन्डोज, म्याक OS, लिनक्स, यसको चाहिँ पपुलर OS भनेको चाहिँ यो हो। र एन्ड OS इज द सफ्टवेयर एउटा OS भनेको चाहिँ सफ्टवेयर हो जुन चाहिँ हाम्रो कम्प्युटर अथवा ल्यापटपहरूमा डिफल्ट नै आउँछ है। कम्प्युटर र ल्यापटपमा डिफल्टै आउँछ र यो कम्प्युटर र ल्यापटपमा हामीले डिफल्टै आउँछ, किन्ने बेलामै आउँछ। किन्नुपर्छ, विन्डोज किन्नुपर्छ भने लिनक्स किन्नु पर्दैन, म्याक OS किन्नुपर्छ। OS बिना कम्प्युटर केही पनि होइन। तपाईँले ब्ल्याक स्क्रिन देख्नुहुन्छ इफ OS इज नट इन्स्टल्ड। अनि रियल लाइफ इक्जाम्पल चाहिँ के हो भनेदेखि द OS इज लाइक द म्यानेजर इन अ सप मेकिङ स्योर एभ्रिथिङ्स रन स्मुथली। द OS भनेको चाहिँ म्यानेजर हो। जस्तै कम्प्युटरको OS भनेको चाहिँ म्यानेजर हो एउटा सपको। एउटा किराना पसल भयो त्यस्तो होइन, किराना पसलहरू, त्यस्तो पसलहरू म्यानेज गर्ने चाहिँ एउटा म्यानेजर हुनुहुन्छ है। अनि उसले चाहिँ के गर्छ त,
यो कुनै पनि कुरालाई रन्स मोडली भनेको कुनै पनि कुरा चलिरहेको छ कि छैन, कुनै पनि कुरा चल्नलाई चाहिँ स्मुथली चल्नलाई चाहिँ हेल्प गर्छ हामीलाई। युजर इन्टरफेसलाई युजरहरूलाई चाहिँ सजिलो गराउँछ। नेक्स्ट स्लाइडमा रहेको छ फाइल्स एन्ड फोल्डर्स। फाइल्स स्टोर डाटा एन्ड फोल्डर हेल्प अर्गनाइज देम। Files stores data and folders help organize them. Real life example चाहिँ think of your school bag. Folders are like your notebook. Files are the pages inside. अब तपाईहरुले के सोच्नु भन्देखि फोल्डर भनेको चाहिँ नोटबुक हो जहाँ चाहिँ हामीले लेख्छौं। फोल्डर भनेको चाहिँ हाम्रो नोटबुक्सहरु हो जहाँ चाहिँ हामीले लेख्छौं। फाइल्स भनेको चाहिँ पेजेस हो जुन चाहिँ फोल्डर्स भित्र हुन्छ है। फोल्डर्स भित्र चाहिँ पेजेस, फोल्डर्स भित्र चाहिँ फाइल्स हुन्छ। जस्तै कि नोटबुक भित्र पेजेस हुन्छ त्यस्तै फोल्डर्स भित्र चाहिँ फाइल्स हुन्छ। अनि फाइल्स स्टोर डाटा र फोल्डर्स हेल्प अर्गनाइज देम। फाइलमा हामीले कुनै पनि कुराहरु राख्न सक्यौं र फोल्डरमा चाहिँ फोल्डरले चाहिँ हामीलाई अर्गनाइज गर्न हेल्प गर्छ। जस्तै ए बी सी डी बाट आउँदै छ भने फाइल त्यो हामीले मिलाएर राख्न पायौं, कहीँ पनि जाँदैनौ। अब बुझौं इनपुट एन्ड आउटपुट डिभाइस। इनपुट र आउटपुट डिभाइस भनेको त प्राय सबैजनालाई थाहा नै होला। अहिले बेसिक कम्प्युटर 6, 7, 8, 9 मा पनि पढाउँछन्। इनपुट डिभाइस भनेको इनपुट डिभाइस भनेको चाहिँ हामीले दिने इन्स्ट्रक्सनहरुलाई चाहिँ इनपुट डिभाइस भन्छ। र आउटपुट डिभाइस भनेको चाहिँ हामीलाई मोनिटर, प्रिन्टरमा चाहिँ हामीलाई रिजल्ट सो गर्नेलाई चाहिँ आउटपुट डिभाइसेस भन्छ। इनपुट डिभाइसेसको इक्जाम्पल चाहिँ किबोर्ड र माउस अरु पनि हुन्छन्। आउटपुट डिभाइसको चाहिँ मोनिटर र प्रिन्टर। रियल लाइफ इक्जाम्पल चाहिँ के हो भन्देखि यु टाइप अ मेसेज, इट्स इनपुट है। तपाईले एउटा मेसेज लेख्नु भयो त्यो इनपुट हो र तपाईको साथीले त्यो पढ्यो स्क्रिनमा मोबाइलमा त्यो चाहिँ आउटपुट भयो। अब नेटवर्क्स इन्टरनेट्स भनेको नि निकै इम्पोर्टेन्ट च्याप्टर हो। कम्प्युटर कनेक्ट्स टु इच अदर युजिङ नेटवर्क्स। इन्टरनेट भनेको चाहिँ नेटवर्क्स भनेको चाहिँ के हो भन्दाखेरि कम्प्युटर बनेकोलाई चाहिँ हामीले नेटवर्क्स भन्छौँ है। रियल लाइफ इक्जाम्पल चाहिँ के हो भन्दाखेरि थिङ्क अफ अ नेटवर्क लाइक रोड्स द्याट कनेक्ट डिफ्रेन्ट हाउसेस। तपाईहरुले नेटवर्कलाई के बुझ्न सक्नुहुन्छ भन्दाखेरि एउटा नेटवर्क भनेपछि यस्तो ठाउँ हो, एउटा यस्तो रोड हो जुनले चाहिँ हरेक घरलाई चाहिँ कनेक्ट गर्छ। घर भनेको घरलाई चाहिँ हामीले कम्प्युटर मान्न सक्छौं। जस्तै एउटा नेटवर्क भनेको चाहिँ रोड हो जसले चाहिँ कम्प्युटरहरुलाई कनेक्ट गर्छ। राइट लाइक द्याट। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो। अनि आजको लागि चाहिँ यति नै। थ्यांक यू। र यो यति पढेपछि चाहिँ हजुरहरूले बेसिक्स चाहिँ यति नै हो। यो भन्दा बढी कसैले सिकाउँदैन, यो भन्दा घडी कसैले सिकाउँदैन। सो थ्यांक यू। अरु केही अब तपाईहरुले सोध्नु पर्ने छ भने कमेन्ट सेक्सनमा लेख्दा पनि हुन्छ कि मलाई कमेन्ट सेक्सनमा सोध्दा पनि हुन्छ अथवा हाम्रो भिडियोमा पनि कमेन्ट सेक्सनमा सोध्दा पनि हुन्छ। राइट अलराइट। र मैले एउटा त्यहाँ लिंक पनि दिएको छ होला, त्यहाँ पनि सोध्न सक्नुहुन्छ। अलराइट यति नै हो यो भिडियोमा चाहिँ। थ्यांक यू हजुरहरुको यति बेरसम्म बस्नु भएको, हजुरहरुको टाइम दिनु भएकोमा। र थ्यांक यू गाइज।